नमस्कार। अब यसले दाना ताने भयो अटो अन भयो दाना ताने त्यो दाना मेसिन चलिरहेको त्यहाँनिर सर गरेर त्यहाँ झर्दैछ होला नि दाना अटो सुरुर जान्छ उताको भाँडा सिकेपछि यताबाट तान्दो रहेछ सरुर तान्छ अब कतिखेर स्टार्ट हुन्छ थोरै थोरै तान्छ यसले त्यहाँ भरेपछि बन्द भएको अच्छा छैन अब भुसाउँदैछ भुसाएपछि वेल हामी नेपाल कृषि प्रधान देशलाई कृषिमय बनाउनुपर्छ है साथी हो। जेम्स गोडी तपाईँको यो अहिले लाइभमा यो मैले कम्तीमा साथीभाइलाई अलिकति पनि प्रमोट हुनसक्छ यस्ता चिजहरू देखाउन खोजिरहेको छु र हामी अगाडि बढ्नुपर्छ यसबाटै भनेर हामी एउटा टिम भएर काम गर्न अगाडि बढ्दैछौँ। यहाँहरूले पनि अगाडि बढ्नुपर्छ होला होइन जे जति सकिन्छ आफ्नो ठाउँबाट र समूहगत रूपमा अलि क्वान्टिटीमा अलि भोल्युममा काम गर्नु पनि सकिन्छ। यसमा अथाह तपाईँको एउटा शक्ति आनन्द अब भनौँ के भनौँ अब सबै कुराहरू अर्निङ सबै कुराहरू छ। नेपाल सरकारले पनि कृषिलाई धेरै नै तपाईँको प्रमोट गरिरहेको अवस्था छ। सो हामीले काम गर्न सक्यौँ भने हामीलाई विभिन्न किसिमको फेसिलिटीको नि अवस्था सुविधाहरू बिस्तारै हुनेछ होइन त्यसलाई हामी अगाडि चाहिँ सर्नु पऱ्यो भन्न चाहन्छु। थ्याङ्क यू है त शुभ दिन है।